दर्शकबिन सम्पूर्णलाई नमस्कार। म हुँ टेकराज थापा। म यति बेला इन्डियाबाट प्रत्यक्ष तपाईँहरूमाझ आइरहेको छु। म किन आइरहेको छु तपाईँहरूमाझ भन्ने कुरा एकैछिनपछि तपाईँहरूले थाहा पाउनुहुनेछ। इन्डियामा चाहिँ एकजना कुक काम गर्दै आउनुभएको दाजुलाई यो भिडियो मार्फत तपाईँहरूलाई देखाउँदैछु र उहाँ एकदमै कलम चलाउने मान्छे हुनुहुन्छ हैन। थुप्रै दर्जनौं गीतहरूमा उहाँले शब्द भरिसक्नु भएको छ र त्यो युट्युबमा प्रत्यक्ष तपाईहरुले पनि देख्न र भेट्न सक्नुहुन्छ र कुन कुन गीत हो त्यो भनेर उहाँकै मुखार बिन्दुबाट एकैछिनपछि हामीले सुन्ने नै छौं। सबैभन्दा पहिले म उहाँलाई स्वागत गर्छु। उहाँ को हुनुहुन्छ भनेर उहाँकै मुखबाट है त। स्वागत छ हजुर। हजुर धन्यवाद तपाईलाई। तपाईको शुभ नाम? मेरो नाम चाहिँ प्रेमराज वंशी हो। हजुर कहाँदेखि हुनुहुन्छ नेपाल? म नेपाल चाहिँ कपिलवस्तुदेखि हो। नेपाल कपिलवस्तुदेखि हुनुहुन्छ? हजुर हजुर। तपाईहरुको कपिलवस्तु भने जस्तो हाम्रो लुम्बिनी ले पनि अलिकति छोयो है? हजुर हजुर। तपाई हाम्रो बौद्धको जन्मस्थल साइडबाट एकदमै धार्मिक साइडबाट हुनुहुन्छ है। अनि धेरै गीतहरुमा तपाईले शब्द दिइसक्नु भएको छ भन्ने मैले सुने र सुने पश्चात म तपाईलाई जोड्न चाहे हैन। कुन कुन गीतहरुमा शब्द दिनु भएको छ, कति अहिलेसम्म दर्जनौं गीतहरुमा शब्द दिनु भएको छ भन्ने मैले सुनेको छु हैन। ठ्याक्कै तपाईले खुलाउन सक्नुहुन्छ कतिवटा गीतहरुमा तपाईले अहिलेसम्म शब्द भरिसक्नु भयो? मैले शब्द भरेका धेरै गीतहरु छन्। हजुर हैन। कुन कुन गीतहरु अहिले मार्केटमा छ तपाईले शब्द भरेको? मार्केटमा अहिले एउटा गीत चाहिँ हाम्रो कोदोको रोटी भन्ने गीतमा छ हैन। अनि अर्को चाहिँ आउने तयारीमा छ। आउने तयारीमा छ। अहिले हाम्रो यो पछिल्लो समय अब तीज आउन लाग्यो है। धेरै कलाकारहरूले तीजको माहौलमा नयाँ नयाँ गीतहरु सार्वजनिक गर्नुहुन्छ हैन। तपाईको यो तीजमा के कसैले आउँदैछ हामीले यसरी बुझ्न सक्छौं? हजुर एकदमै आउँदैछ तीजमा। सबैले माया गर्दिनु है। उहाँले कोसेली तीजमा चाहिँ हामी सबै सम्पूर्ण नेपालीको लागि कोसेली लिएर आउँदै हुनुहुन्छ तीजमा है। उहाँको नाम चाहिँ तपाईहरुले सुनिहाल्नु भयो, प्रेमराज वंशी हुनुहुन्छ, जुन हाम्रो बौद्धको जन्मस्थलबाट हुनुहुन्छ है। र उहाँले शब्द भरेको एउटा गीत अलिकति तपाईको मुखार बिन्दुबाट सुन्न पाइन्छ? हजुर एउटा चाहिँ छ कोदोको रोटी गीत छ। म एउटा कलम छोटो एउटा तुक्का सुन्दिम न त। कलम चलाउने मान्छे हैन। गीत गाउन त आउँदैन। हजुर हाम्रो दर्शकहरूले बुझ्नु भएको छ तपाई कलम चलाउने मान्छे है। आवाज अब जस्तो भए पनि उहाँको आवाज तपाईहरुले स्वीकारिदिनु होला है। अन्यथा नलैदिनु होला। उहाँ चाहिँ एक लेखक हुनुहुन्छ, सङ राइटर हुनुहुन्छ है। ल तपाईको सुनाउनुस् न त त्यो कोदोको रोटी। हुन्छ सुनाउनु त केही छैन। तिम्रो पनि लाली बैसा चढ्दै गएको रहेछ, माया प्रेम लाउने उमेर बल्ल भएको रहेछ। कोदोको रोटी ओए गोलो बेडाको चटनी, पिरो पिरो खट्टा गाँसमया चट्टा। आहा यति मिठो रहेछ शब्द यसको है। उहाँले आफैले नै कोरेको र आफैले बनाएको गीत हो यो। र यो गीत युट्युब मा सार्वजनिक छ, साभार छ, तपाईहरुले गएर हेर्न सक्नुहुन्छ। हामीले यो गीतमा कसको आवाज भर्नु भएको छ, कसको आवाजमा छ यो गीत के अरु खुलाउन चाहनुहुन्छ, खुलाउन सक्नुहुन्छ? आवाज चाहिँ यसमा आदरणीय देवीगर्ती दिदीको छ। हजुर। अनि मेरो एकदम मिल्ने साथी दुर्गा कौशलको छ। हजुर हैन। अनि शब्द चाहिँ मेरो पनि छ। अनि राजु परियार साथी उहाँले पनि लेखेर साथ दिनु भएको छ। हजुर त्यही हो। अनि दुर्गा कौशलको लोहाइ छ यसमा। अनि तपाईले पुरा यो लोक संगीत नै रोज्नु पर्ने अथवा लोक शब्द मात्रै लेख्नुहुन्छ कि अरु शब्दहरु पनि लेख्ने गर्नु भएको छ सर? लेख्न त अब सबै लेखिन्छ। मैले मार्केटमा चाहिँ लोकगीत नै छ, अरु चाहिँ छैन। हजुर। समय र संवादको लागि तपाईलाई धेरै धेरै धन्यवाद है। तपाईको यो तीजको कोसेलीहरु जुन आउँदैछ भन्नुभएको छ त्यो हामीले सस्पेन्ड नै राख्यौं हैन। तपाईहरुमाझ प्रेमराज वंशी सरको तीजको कोसेली पनि आउँदैछ र तीज आउन धेरै समय छ अहिले है। धेरै समय छ। अहिलेदेखि नै त्यो प्रोसेसिङमा हुनुहुन्छ र आशा गरौँ एकदमै मिठो नै आउनेछ र हामी छम नाच्न पाउने छौं है। ल अहिले यतिन्जेलसम्म हामीलाई हेरेर बसिरहनु भएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? धन्यवाद। जति पनि यो भिडियो हेरेर
बस्नुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर अनि हाम्रो अब आउने गीतहरू एउटा गीत चाहिँ माया गरिदिनु भएको थियो, अब लगातार गीतहरू आउँदैछन्, तिन गीतहरूलाई पनि माया गरिदिनु होला भन्न चाहन्छु। हजुर जुन कोदोको रोटी गीत थियो त्यसमा थुप्रै भ्यू गएको छ है हजुरको? हजुर ठिकै गएको छ, त्यति धेरै पनि भन्नु मिल्दैन, त्यति थोरै भन्नु पनि मिल्दैन। लास कोदोको रोटी भनेर उहाँकै मुखारबिन्दुबाट भर्खरै हामीले सुनेको गीत युट्युबमा गएर हेर्न सक्नुहुन्छ। त्यति युट्युबमा गएर हेर्न सक्नुहुन्छ र तिजको कोसेलीको लागि पर्खिनु होला। तिजको कोसेली पस्किसकेपछि उहाँसँग फेरि हामी जोडिनेछौँ। अहिलेलाई चाहिँ छुट्यो, नमस्कार।